17 किलोमिटर छ अरे। हिँडेर गयो भने तपाईँहरू 4 किलोमिटरमा पुग्छ। 17 किलोमिटर छ। बाटो चाहिँ पुरै अफरोड छ। नाउ लेट्स सी कस्तो हुन्छ राइड है। बाटो चाहिँ पुरै अफरोड छ भन्छ है। के हुन्छ 17 किलोमिटर छ अरे नि त। यस्तो बगाल छ है बाटो चाहिँ। हामीभन्दा अगाडि एउटा कार हिँडिरहेको रहेछ ब्रेजा। खतरा छैन भिडियो बनाउन। के हिँड्यो अगाडि। बाँदरै बाँदर छन्। ओहो तल्लाको पनि रहेछ बाटो। यो चाहिँ यहाँ चाहिँ चिप्लिन्छ। तल्लाको छ चिप्लिन्छ। बिस्तारै कुदाइरहेको खतरै छ है बाटो चाहिँ। यो नागार्जुन भित्र हो। यहाँ हाम्रो पूर्व राजा ज्ञानेन्द्र पनि यहीँ माथि बस्नुहुन्छ। बाटो चाहिँ यस्तो छ है गाइस। यस्तो छ है गाइस बाटो। यस्तो छ है गाइस बाटो पुरै। बिस्तारै आउनु होला तपाईँहरू आउनुभयो भने। कुनामा राइड गरेको भिडियो हुन्छ। माने चौतिर के हुन्छ पिछेर तलतिर जाला भनेर डर हुन्छ है। डर लाग्यो छेउछेउ घाममा मुनि चाहिँ काठमाडौँ छ पुरै बाइपास माछा पोखरी। ओइ 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 यताबाट लान्छु। तिम्रो तिम्रो हिलो बाटोमा चलाउन एकदमै डर लाग्छ। अफरोड अरू हो कम्ती रोडहरू हो त्यो ठिक छ। यस्तो हिलोमा चाहिँ अलिकति डर लाग्ने हुन्छ। चिप्लिन्छ भनेर बाटै बन्द छ के हो अगाडि चाहिँ ढलेको रहेछ त। पुरै घुमेर जानुपर्छ क्या है। झन् 17 किलोमिटर भन्छ। हिँडेर जानेलाई जम्मा 4 किलोमिटर। सिधै ठाडो उकालो चाहिँ हाइकिङ जानेहरूलाई चाहिँ। अनि एउटा कुरा ठुलो ठुलो साउन्ड हुने बुलेट बाइक दु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  आउने साउन्ड हुने
बाइकहरूलाई चाहिँ नो इन्ट्री रहेछ है। मेरो बाइक नै अब सोधिरहेको छु कत्रो साउन्ड आउँछ भनेर। अनि मैले चाहिँ नर्मल हो त्यस्तो होइन, बुलेट पनि होइन क्या भनेर कुरा मिलाएर बिस्तारै चलाउँछु भनेर आएको। मोबाइल चाहिँ अफ गर्नु। यदि तपाईँहरूलाई कहाँ राइड जाने कतिकै राम्रो सुनसान होइन बुझिरहनु भएको छ भने यो चाहिँ एकदम बेस्ट हुन्छ मात्रै चाहिँ। जङ्गलको बाटो सुनसान छ। मान्छेहरू प्राय हाइकिङ गर्न आउँछ। गाडीहरू पनि टन्नै हिँड्दो रहेछ यहाँ पुरै बाटोको खोज्छ। हाम्रो पूर्व राजा ज्ञानेन्द्र जी पनि यही देख्नुहुन्छ। साइक्लिङ छ। आर्मीहरूको तपाईँहरूलाई अफरोड मनपर्छ भने आएर राइड गर्न सक्नुहुन्छ। यो राष्ट्रिय निकुञ्जभित्र पर्छ है यो ठाउँ चाहिँ। यता होइन क्या हो। एउटा चेकपोस्ट कटेको छौँ हामी। बाटो चाहिँ बिग्रिएको छ अरे, बिस्तारै बिस्तारै जानु भनेको छ। बेसी अब राष्ट्रिय निकुञ्जभित्र यस्तै त भने हजुरहरूलाई थाहा नै होला। ठेला त स्क्यान गर त हिलो गयो। सबलाई चाहिँ गयो कि जाने अब कहाँ माथि जाने नि यस्तै हुन्छ हिलोमा चाहिँ पुरै रातो माटो। यहाँकै भाते छ यार। छोडिदियो आऊ के हुँदैन त्यो अब लिएर आउनु त लिएर। कहाँ ग्लु लाएर हुन्छ ठिकै छ।
उसँग टिस्यु छैन निकाल्यो होला पन्जाबमै चिया थियो यहाँको ब्ल्याक भाँचेको छ गाइड अफरोडमा यस्तै हुन्छ नो एक्सपिरियन्स ठिकै छ तर आई क्यान म्यानेज इट यस्तो चिप्लिरहेको छ पछाडिको त बबर चिप्लिरहेको छ हौ किन हो त्यस्तो नचिप्लिनु पर्ने यति पावरमा कुदाउनु पर्ने त्यति पावरमा नकुदाएर हो पछाडिको टायर एकदम चिप्लिरहेको छ मेरो टायर चेन्ज गर्नुपर्ने हो कि के हो मैले थाहा छैन मेरो गल्ती चाहिँ लडेको होइन आइमा जात कम कन्फिडेन्ट हाल्नु त अहिले अनि टायर नै बाबा बाबा चिप्लिरहेको क्या आजै किन हो बाटो चाहिँ एकदम राम्रो छ अनि यो पानी पर्ने टाइममा भएर नि हो क्या हामीलाई यस्तो भयो यो मनसुन टाइम छ त्यही भएर हरियो भइरहेको सबै तपाईँहरू आउनुभयो भने नि पानी नपर्ने टाइममा आउनु होला अनि मेरो राइडको स्पिड हुने पऱ्यो खतरा रहेछ है गाह्रो छ बाइक चलाउनलाई पनि एकदम खस्रो बम्पी रोड होइन यस्तो बाटोमा त मजाले चलाइन्छ क्या मेन प्रब्लम भने हिलो बाटो हो क्या हिलो बाटोमा चाहिँ एकदम हुन्छ
त केही भएन नि मैले त सोध्नै बिर्सेछ भने सरी आउँदा हामी डाँडा चढिरहेको छौँ डाँडामा चाहिँ हिलो नहोला भन्ने आश गरेको छौँ रङ साइड कुदाइरहेको छु कुदाउन त अब कुदाउनु पर्छ भनेर हो लड्यो भने नि यता भित्तातिर लडोस् भनेर हो खतरा छ मैले अब एमडी फिल्टर लाग्दा कस्तो आएको नै हो कालो आएको के छ है तिमीहरू जस्तो ल एक गाडी ओर्लियो त बाइक हेर्नु पऱ्यो क्या साइड लाइट त ठिक छ नि महँगै साइड लाइट छ भने चाहिँ यहाँको वायरिङहरू फुस्केछ क्या त्यही भएर यस्तो पन्जा किन्नुपर्छ अरे कि यसले गर्दा बच्यो नि त यहाँनिर हाल्दा त एउटा यहाँ क्लिप ट्याक्क गर्दा त भित्र हो ल आऊ बस त्यहाँ एउटा अलिकति है त्यहाँ एउटा के अन्त त यता त अलिक राम्रै रहेछ तल मात्रै रहेछ अलिकति ठुलो त्यहाँ एउटा जोडिदिनु बाबा टाइपका हुन्थ्यो ठिक छ कहिले काहीँ लड्नु नि पर्छ उनी र म लडेको अहिलेसम्म कतिचोटि लडेँ सँगै कतिचोटि लडेँ सँगै बाइकमा अलि नराम्रोसँग लड्यो भने अहिले भर्खरै हो त्यस्तो नराम्रो त होइन त्यही पनि के हो यस्तो ठाउँमा स्कुटर ल्याएर जङ्गलमा मङ्गल गर्न लागेको ठिकै हो साथीहरूले कम्ती रोडहरू कारहरू पनि ल्याएर आउन सक्नुहुन्छ तपाईँहरूले रातो माटो त छ नि यो पुरै रातो माटो छ नि है बाटो पुरै चिप्लिन्छ कि पानी परेको छ भने यो बाटो मौसमै यस्तै छ मनसुनमा आउनु भनेको यस्तो भेरी डेन्जर रिस्की भयो
चिप्लिरहेछ नि मेरो बाइकको टायर। पर्छ भनेर होला कि, किनभने बिहान जाडो मौसम भइरहेको कुनै खास आउने त त्यो छैन, एक्कासी जस्तो पनि हुन्छ होइन। यदि तपाईँहरू आउनु छ भने है तपाईँको बिहान 7 बजीदेखि 2 बजीसम्म मात्रै खोल्छ है। ढिलो आउनुभयो भने खोल्दैन। हो कान्छो, डर लाग्यो बाटो देखेर कि जङ्गल देखेर? भुताउँला नि गोरे भन्दै के भन्छ रे? ए गोरे नागार्जुन जङ्गलमा एक्लै हिँड्नु हुँदैन भन्छु। नागार्जुन जङ्गलमा क्या किन हो? किन डराएको हो नि? त्यसको डराएको हौ, डराउनु हुँदैन। यस्तो घाम उज्यालो लागिरहेछ। लड्यो त्यति कन्फिडेन्स आउँछ। कत्रै छ है बाटो। मान्छेहरू छ त होइन? 17 किलोमिटर राइड भनेको अफरोडिङ, फुल अफरोडिङ। खतरा मजा आइरहेको छ मलाई चाहिँ। अनि टेन्सन चाहिँ यो ह्यान्ड ब्रेकको फ्ल्याटै भाग्यो। नो रिस्क, मान्छेलाई केही भएन, हिलो मात्र लाग्यो। हिलो बाटोमा अलिअलि यस्तो खालखेल भइहाल्छ। तपाईँहरूले नि अफरोडिङ बाइक किनेको छ भने अवश्य आउनु होला यो बाटोमा कुदाउनलाई।
जस्तो लाग्यो जाँदा जाँदा पावर ब्याङ्क ल्याउन नि मैले भुलेछु। मलाई चाहिँ अब राइड गर्न मनपर्छ। त्यो मान्छे चाहिँ अवश्य आउनु होला अफरोडिङ राइडको लागि। अनि मन्थलीमा पानीको टाइममा बाटो भएर त्यो हिलो छ गर्दै पढ्दै आयो। त्यस्तो बाटोमा पहिला हामी स्कुटरमा आउने भनेर सोचेको थियौँ हाम्रो पुरानो स्कुटरमा। त्यो बेलामा सक्दैन स्कुटरमा भन्नुभयो हाम्रो त्यहाँको सरहरूले हाम्रो सरहरूले। हुन्छ ओके क्यान्सल अनि अरू त हामीसँग बाइक छैन क्लाइन्ट ट्याक्सी। यो बाइकको एउटा राम्रो कुरा भनेको ग्राउन्ड क्लियरेन्स चाहिँ एकदम राम्रो छ क्या। कस्तो ढुङ्गा माटो के पनि हुँदैन। आइपुग्यो अब त के भयो हिलो भनेर क्या। बाइक मात्र कटक गरेर के सुक्खा भयो कि मान्छेले लड्दै आएछ हाम्रो यता हिलो त मलाई गएन है तिमीलाई त गएन सधैँ मै हुन्छ त्यस्तो है।